सो हेलो एभ्रिवान नमस्ते नमस्कार। सो आजको भिडियोमा भने हामीले आफ्नो सोशल मिडिया प्लेटफर्म अथवा जुनसुकै चिजको भिडियो भयो, तपाईँको फेसबुक एकाउन्टको भयो, जुनसुकै चिज इन्स्टाग्राम टिकटक युट्युब एकाउन्टको चाहिँ क्युआर कसरी जेनेरेट गर्ने भनेर म तपाईँहरूलाई सिकाउन लागिरहेको छु। कृपया हाम्रो च्यानललाई सब्सक्राइब गरी हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला है। अब हामीले यहाँ क्युआर जेनेरेट कसरी गर्ने, जस्तो मैले फेसबुक छ, यो मेरो फेसबुक आइडी हो, यो मेरो फेसबुक आइडीको चाहिँ कसरी मैले क्युआर बनाउन सक्छु। त्यो क्युआर मान्छेले स्क्यान गर्ने बित्तिकै यो मेरो प्रोफाइल यो मेरो आइडी चाहिँ आओस् होइन। त्यो कसरी बनाउने भनेर म तपाईँलाई सिकाउन लागिरहेको छु। एउटा क्रोम ब्राउजरलाई ओपन गर्नुहोस्, मोबाइलबाट पनि हुन्छ, तपाईँको पिसीबाट पनि हुन्छ। अनि सर्च गर्नुहोस्, के सर्च गर्नु पर्यो भने क्युआर जेनेरेटर है, क्युआर कोड जेनेरेटर सर्च गर्नुहोस्। यहाँ आइसकेको छ, मैले यही क्लिक गर्छु। अनि अब यहाँबाट पनि यो यिनीहरूबाट पनि गर्न सक्नुहुन्छ, तपाईँहरूले जुनसुकैबाट पनि गर्न सक्नुहुन्छ मजाले है, यहाँबाट गर्न सक्नुहुन्छ। तर मैले चाहिँ यहाँनिर यो क्युआर कोड जेनेरेटरवाला चाहिँ योवाला चाहिँ युज गरिरहेको छु। अब यहाँनिर के साइनअप गराउ हुन्छ, तपाईँहरूले साइनअप गर्नुपर्ने हुन्छ अथवा नगरी पनि हुन्छ। अनि यहाँनिर यो इन्टर यो वेबसाइट टेक्स्ट ड्र फाइल हियर भन्छ। यहाँनिर तपाईँले आफ्नो सोसियल मिडिया प्लेटफर्मको अथवा जुनको चाहिँ तपाईँले क्युआर बनाउन खोज्दैनुहुन्छ त्यसको चाहिँ लिङ्क राख्नुपर्ने हुन्छ, अथवा यहाँबाट तपाईँले कुनै पनि फाइल अपलोड गरेर पनि क्युआर जेनेरेट गर्न सक्नुहुन्छ, ताकि तपाईँहरूको क्युआरले गर्दाखेरि आफ्नो बिजनेसलाई पनि सहजै तपाईँले मार्केटिङको लागि सहजै तपाईँले युज गर्न सक्नुहुन्छ। अब म चाहिँ आफ्नो सोसियल मिडिया, म चाहिँ फेसबुकको अहिले चाहिँ क्युआर बनाउँछु। मेरो फेसबुक प्रोफाइल यो रहेको छ र यसको चाहिँ मैले मेरो यो प्रोफाइलको लिङ्क कपी गरेर लानेछु। यसले कपी गरेर लानु पर्यो। त्यसपछि यहाँ क्युआर कोड जेनेरेटरमा जानु पर्यो। अनि यहाँनिर कन्ट्रोल भी गरेर तपाईँको पेस्ट भयो। अब पेस्ट हुने बित्तिकै यतातिर यो तपाईँको क्युआर देखा पर्यो। क्युआरको पनि यहाँनिर डिजाइन छ अनेक होइन, कुन डिजाइनको तपाईँलाई मनपर्छ होइन, त्यो तपाईँले बनाउन सक्नुहुन्छ, आफ्नो चुज गर्न सक्नुहुन्छ। चुज गरेर चाहिँ तपाईँले यहाँनिर डाउनलोड गर्न सक्नुहुन्छ। यहाँनिर आफ्नो लोगोहरू पनि राख्न सकिन्छ, आफ्नो लोगोहरू पनि युज गर्न सक्नुहुन्छ। आफ्नो लोगोलाई अपलोड गरेर होइन, आफ्नो लोगो अपलोड गरेर पनि तपाईँले सेभ गर्न सक्नुहुन्छ। र जस्तो मानौँ मलाई यो ठिक लाग्यो भने अब मैले यहाँ लोगो अपलोड गर्नु पर्यो भने यहाँनिर जानु पर्यो, फ्री साइन अप गर्नु पर्यो। अनि हुन्छ जस्तो मलाई यो मन पर्यो भने